About Dakasari Yog in Hello Kundali. everyone. I am researcher of astrology field, astrologer and best Vastu consultant, Astro Pooja Sharma from Nepal, Chitwan, Bharatpur 10. Again, namaskar all of you from our Jayalakshmi Astrology Services. Today, I'm gonna to talking about Gajkeshari Yoga. Somebody say, don't tell me that. What is Gajkeshari Yoga? While I would predict some Kundali. Then somebody tell me that somebody asked me a question about what is Gajkeshori Yoga. सम्पूर्णमा आज पुनः मैले यो हाम्रो प्रत्येक दिनको कुण्डलीहरू हेर्दै आउने क्रममा चाहिँ जयलक्ष्मी ज्योतिष परामर्शबाट मैले सानो सानो सूक्ष्म कुराहरूदेखि लिएर विविध विषयहरू जानकारी गराउने उद्देश्यले चाहिँ यो युट्युब च्यानल हजुरहरूको माझमा क्रिएट गरेको थिएँ, जसमा हामीले सानो सानो स्टेपदेखि ज्ञानवर्धक विषयहरू भनौँ न, नलेजेबल विषयहरू चाहिँ हामीले हजुरहरूको माझमा चाहिँ सेयर गर्छौँ, जसमा मैले चाहिँ हजुरहरूको माझमा मैले विशेष त ग्रहको यो ज्योतिष शास्त्र, वाट इज एस्ट्रोलोजी एन्ड ज्योतिष शास्त्र भनेको के हो र ज्योतिष शास्त्र सँगसँगै चाहिँ हाम्रो प्लानेट्सको हाम्रो टाइम टेबलहरू अवधि कति रहेको छ, कुन प्लानेटको अवधि कति वर्षसम्म हुन्छ या कति महिनासम्म हुन्छ, त्योसँग सम्बन्धित विषय पनि मैले हजुरहरूको माझमा चर्चा गरिसकेको छु, जसमा हाम्रो सेकेन्ड डेमा रहेको थियो हामीले माङ्गलिक दोषको विषयमा पनि, माङ्गलिक योग भनेको के हो त्यो विषयमा पनि हामीले चर्चा गरिसक्यौँ र सँगसँगै चाहिँ हामीले चाहिँ कुण्डली प्रिडिक्सन गर्दै आउने क्रममा चाहिँ हामीले विविध विषयहरूसँग सम्बन्धित विषयहरू त जानकारी गराइसकेको छौँ, जसमा आज हाम्रो कुण्डलीको विषयमा चर्चा गर्दै आउने क्रममा चाहिँ आज हाम्रो थर्ड क्वेसन रहेको छ हाम्रो गजकेशरी योग। मैले चाहिँ यो गजकेशरी योग भनेको के रहेछ गजकेशरी योग भनेको यो विषयमा चाहिँ सानो चर्चा परिचर्चाको लागि चाहिँ हजुरहरूको माझमा सर्ट क्लिप बनाउने प्रयत्न गर्दछु, जसमा हाम्रो चाहिँ एउटा इक्जाम्पल उदाहरण दिएर मैले हजुरहरूको माझमा यो भिडियो बनाउँदैछु। जस्तै मानौँ अब हामीले चाहिँ हाम्रो चाहे स्टडी लाइफमा होस् होइन, या चाहिँ हाम्रो चाहिँ पोलिटिकल लाइनमा होस् या हाम्रो क्यारियर लाइफमा होस्, एबिसिडी हाम्रो कुनै पनि म्याटरमा होस् होइन, हामी अगाडि बढ्दैछौँ तर अगाडि बढ्ने बेलामा चाहिँ के हुन्छ भन्दाखेरि घर परिवारकै सपोर्टमै किन नहोस् होइन, अगाडि बढ्दै जाने क्रममा के हुन्छ भन्दाखेरि हाम्रो कुण्डलीमा भएको यो हाउसहरू 12वटा घरहरू मध्येमा चाहिँ मैले 12वटा घरको विषयमा हजुरहरूको माझमा कुरा गरेको छु। यो 12वटा घरको विषयमा चाहिँ यो प्रत्येक 12वटा प्लानेट्स घरमा चाहिँ बसेका प्लानेट्सहरूले सबैले चाहिँ पोजिटिभ रिजल्ट दिन्छन् भन्ने हुँदैन हाम्रो कुण्डलीमा। त्यो कारणले गर्दा के हुन्छ भन्दाखेरि हामीले चाहिँ त्यो कुण्डलीमा भएका चाहिँ प्लानेटहरूमा चाहिँ जस्तै अब राहु केतु शनि होइन, इट्स कल्ड स्याटर्न, देन ड्रागन हेड, ड्रागन टेल एक्सेट्रा, यो प्लानेट्सहरूलाई चाहिँ हामीले चाहिँ के भन्छौँ नि, हामीले चाहिँ पाप ग्रह भन्छौँ। कतै न कतै मार्सलाई पनि हामीले चाहिँ एउटा पाप ग्रहकै रूपमा लिने गरेको छौँ होइन। त्यो कारणले गर्दा के हुन्छ भन्दाखेरि यो इनिमी प्लानेट भन्ने गर्छौँ हामीले यसलाई। यो इनिमी प्लानेट चाहिँ हाम्रो चाहिँ मानौ हजुरहरूले स्ट्रगल गरिरहनु भएको छ, जति कर्म गर्दाखेरि पनि हजुरहरूको काम सक्सेस भइरहेको छैन। अब के हुन्छ भन्दा हामीले चाहिँ कुण्डलीको चाहिँ कर्म स्थानमा गएर हामीले जजमेन्ट गर्छौँ। कर्म स्थानमा गएर हेर्दाखेरि चाहिँ हजुरहरूको कुण्डलीमा पाप ग्रह गएर दृष्टिकोण पाप ग्रह गएर बस्दियो भने या त्यो इनिमी प्लानेट गएर बस्दियो भने के हुन्छ भन्दाखेरि हजुरहरूको काम चाहिँ सक्सेस हुँदैन। अब त्यसमा चाहिँ के हुन्छ भने जबरजस्ती अब मानौ अब तपाईँहरूले त जति मिहिनेत गरेर पनि त्यो काम सक्सेस भइरहेको छैन, मिहिनेत त मैले कति गर्छु होइन, तर जति मिहिनेत गर्दा पनि मेरो कामै सक्सेस हुँदैन भन्ने क्वेसन्स त धेरैजनाको आउँछ। मैले नि कुण्डली प्रिडिक्सन गर्ने क्रममा धेरै यो प्र्याक्टिकल्ली नै मैले पाएको छु कि त्यसमा के हुन्छ भन्दाखेरि जस्तै अब यो जबरजस्ती हजुरहरूको काम बनेको छैन। अब यसमा चाहिँ हामीले गजकेशरी योग भन्ने गर्छौँ, जसमा हामीले चाहिँ that's an important planet, its role a hero of कुण्डली है।
त्यो चाहिँ के भन्दाखेरि जुपिटर एन्ड मुन। हामीले चाहिँ जुपिटर र मुनलाई चाहिँ के भन्छौँ भन्दाखेरि जबरजस्ती पनि यो प्लानेटले के गराउँछ भन्दाखेरि तपाईँको काममा सक्सेसनेस दिएको हुन्छ। जस्तै हामीले के भन्छौँ भन्दाखेरि जुपिटर ज्ञानको र हाम्रो यो जुपिटर भनेको गुरु, बृहस्पति प्लानेट भन्ने गर्छौँ। यसमा बृहस्पति प्लानेट भनेको चाहिँ के भन्दाखेरि ज्ञानको राजा हो, इट्स द किङ अफ नलेज, द्याट्स कल्ड जुपिटर। अन्त बृहस्पतिले के गर्छ भन्दाखेरि भनिन्छ नि तपाईँको कुण्डलीमा कुनै पनि दोषहरू छ, तपाईँको काम सक्सेस भइरहेको छैन, हामीले चाहिँ डाइरेक्ट कुण्डली हेरिसकेपछि चाहिँ 90% ज्योतिषहरूले के भन्नु 90% ज्योतिषहरूले पनि भन्नुहुन्छ होला होइन, उहाँहरूले पनि सजेसन दिनुहुन्छ होला आफ्नो व्यक्तिगत तर्फबाट। हजुरहरूले गएर डाइरेक्ट यो प्लानेटको गएर के गर्नुहोस्, उपाय गर्नुहोस्, हजुरहरूको लाइफमा चाहिँ के हुन्छ चेन्जेबल आउँछ अथवा लाइफमा चाहिँ केही न केही फरक पाउनुहुन्छ भन्नुहुन्छ नि त उहाँहरूले होइन। अब तपाईँले गएर के गर्नुहुन्छ भन्दाखेरि प्लानेटको पनि तपाईँहरूले स्वस्ति शान्ति गर्नुहुन्छ, उपाय गर्नुहुन्छ। उपाय गरिसकेपछि के हुन्छ भन्दाखेरि काम सक्सेस हुँदैन। अब कुण्डलीमा हामीले हेर्नु पर्यो, सक्सेसको प्लानेट जब चाहिँ तपाईँको कर्म स्थानमा गएर तपाईँको बेनिफिसियल हाउसमा गएर तपाईँको यो पाप ग्रहको दृष्टिकोण इनिमी प्लानेट गएर बसेको छ भने त्यसमा चाहिँ के हुन्छ भने बृहस्पतिको दृष्टिकोण पर्नु पर्यो। बृहस्पति एन्ड इट्स अ कन्जम्सन अफ मुन एन्ड जुपिटर, वी कल्ड गजकेसरी योग है, द्याट्स कल्ड गजकेसरी योग। अब हामीले चाहिँ के भन्छौँ भन्दा यसको दृष्टिकोण कर्मस्थानमा गएर पाप इनिमी प्लानेट बसेको छ, पाप ग्रह बस्यो, या तपाईँको पढाइ लेखाइ स्टडी क्षेत्रमा गएर बसेको छ, या तपाईँको कर्मस्थानमा गएर बसेको छ, या चाहिँ तपाईँको क्यारियर हाउसमा गएर बसेको छ, या तपाईँको लक हाउसमा गएर बसेको छ, कुनै पनि हाउसमा गएर बसेको छ भने त्यो कन्डिसनमा चाहिँ हाम्रो बृहस्पति र चन्द्रमाले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। बृहस्पति र चन्द्रमाको दृष्टिकोण पर्दियो भने त के हुन्छ भन्दाखेरि हजुरको चाहिँ काममा चाहिँ के हुन्छ भन्दाखेरि डिस्टर्बेन्स आउँदैन। यो स्टार्टिङमा चाहिँ काम बन्छ 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 जस्तो हुन्छ, तर पछि गएर चाहिँ सुरुमा काम बन्ने तर पछि गएर बिग्रिने कन्डिसन त्यही हो है। धेरैजनाले चाहिँ के भन्नुहुन्छ भन्दाखेरि मेरो सुरुमा चाहिँ मैले कति कामहरू गरेर प्र्याक्टिस गरेको छु, कति मैले स्ट्रगल गरेको छु, तर पनि मेरो काममा सक्सेस भइरहेको छैन। हो, रिजन त्यो हुन्छ। यो कन्डिसनमा चाहिँ द्याट्स अ प्लानेट अफ मुन एन्ड जुपिटर, यो दुईटा प्लानेट चाहिँ के हुन्छ भने महत्त्वपूर्ण भूमिका हुन्छ गजकेसरी योगमा। यसको दृष्टिकोण मात्र तपाईँको कुण्डलीमा चाहिँ शुभ घरमा गएर बसेको छ, या तपाईँको हाउसमा अशुभ प्लानेट गएर बसेको छ, नेगेटिभ प्लानेट गएर बस्यो, तर बृहस्पति र चन्द्रमा दुईटैले हेर्नु पर्यो है। बृहस्पतिले मात्र हेऱ्यो भने पनि तपाईँको त्यो बृहस्पतिले चाहिँ के भन्छ भन्दा अमृत वर्षा गरेको भन्छौँ कि हामीले होइन, लाइक बृहस्पतिले चाहिँ तपाईँको काममा सक्सेस बनाउँछ कि। बृहस्पति भनेको इज्जतको प्लानेट हो, रेस्पेक्टिभको प्लानेट पनि बृहस्पति हो, सक्सेसनेसको प्लानेट पनि हो, नलेजेबलको प्लानेट पनि हो बृहस्पतिको दृष्टिबाट। अझै बृहस्पतिमा पनि चन्द्रमा र बृहस्पति आर सम कन्जम्सन अफ मुन एन्ड जुपिटर, यदि त्यो दुईटा प्लानेट एउटै हाउसमा बसेर तपाईँको कर्मस्थानलाई हेरेको छ, तपाईँको लक हाउसलाई हेरेको छ, या कुनै पनि क्षेत्रलाई हेरेको छ भने त्यो कन्डिसनमा चाहिँ हामीले के भन्छौँ भन्दाखेरि गजकेसरी योग भन्छौँ कि। त्यो प्लानेटले एउटै हाउसमा कन्जम्सन बनाएर बसेको छ, युति बनाएर बसेको छ, र 5, 7, 9 दृष्टिकोणले तपाईँको दृष्टिकोण यसको कम्प्लेक्सन छ अथवा तपाईँको कर्म स्थानमै अशुभ प्लानेटसँगै नेगेटिभ प्लानेटसँगै यो दुईटा प्लानेट साथमा बसिदिएको छ भने पनि र यसको दृष्टिकोण छ, अथवा त्रिकोणले हेरे त्रिकोण भन्ने पक्कै पनि यहाँ जतिजना ज्योतिषहरू हुनुहुन्छ उहाँहरूले पक्कै पनि बुझ्नुहुन्छ है। त्रिकोण भन्छौँ, भावत भौम भन्छौँ हामीले। यदि कुण्डलीमा त्यसरी पनि हजुरहरूको शुभ प्लानेटको दृष्टिकोण डाइरेक्टली परेको छैन भने, गजकेसरी योग डाइरेक्टली दृष्टिकोण पनि परेको छैन या बसेको पनि छैन भने चाहिँ त्यो कन्डिसनमा भावत भौमबाट विचार गर्नुहोस्। भावत भवनबाट पनि विचार गरिसकेपछि के हुन्छ भन्दाखेरि हामीले चाहिँ त्रिकोणबाट विचार गरौँ, केन्द्रबाट विचार गरौँ, त्रिकोणबाट पनि हामीले हेऱ्यौँ एकचोटि, केन्द्रबाट पनि हामीले विचार गरौँ, त्रिकोण र केन्द्रबाट पनि यसले के गर्न सक्छ भन्दाखेरि पोजिटिभ दृष्टिकोण हाल्न सक्छ है। मैले चाहिँ हाम्रो जतिजना एस्ट्रोलोजरहरू हुनुहुन्छ उहाँहरूलाई पनि यो इङ्गित गर्ने हिसाबले चाहिँ जानकारी गराएको छु, जसमा चाहिँ गजकेसरी योग भनेको चाहिँ द्याट्स अ कम्बिनेसन कन्जम्सन अफ मुन एन्ड जुपिटर, बृहस्पति र चन्द्रमा एकसाथमा बसेको छ भने यो कन्डिसनलाई हामीले गजकेसरी योग भन्छौँ। यसले चाहिँ हाम्रो कामहरू चाहिँ के गर्छ, जबरजस्ती पनि सक्सेस गराउँछ है त। मैले आज हजुरहरूको माझमा गजकेसरी योगको विषयमा चर्चा गर्दै पुनः अर्को भिडियो लिएर अर्को भिडियोको साथ हजुरहरूको माझमा उपस्थित हुने विषयबारे जानकारी गराउँदै अहिलेको भिडियोमा बिदाबारी हुन चाहन्छु। धन्यवाद।